जेएनजी को आन्दोलन भयो, विद्रोह भयो, जे भनौँ त्यसलाई, त्यसमा नेपाली कांग्रेस सरकारमा थियो हैन। नेतृत्व त हामीले गरेका थिएनौं, सहयात्रीको रूपमा हामीले सरकारमा थियौं। त कता कता हामी अल्मलियौं जस्तो लाग्छ मलाई। त्यो परिस्थितिले गर्दाखेरि होला या जे कारण होला, हामी अल्मलियौं जस्तो लाग्छ। हामीले त मियोको काम गर्नु पर्थ्यो। हामीले पटक पटक नेपाली कांग्रेसका वरिष्ठ साथीहरूलाई कुरा राखेका पनि थियौं। धेरै कुराहरू यो स्केलको आन्दोलन होला भन्ने त कल्पना त गरेका थिएनौं। तर हुँदैछ र हामीहरूले सचेत हुनुपर्छ र सरकार पनि छोड्न सक्नुपर्छ भनेर हामीहरूले सभापतिजी र अन्य साथीहरूलाई हामीहरूले पटक पटक भनेको पनि हो।